Hi guys, welcome back to my channel. अनि आज चाहिँ हामी कुसुम र म भएर मुकबाङ गर्न जाँदैछौँ करेन्ट र अनि मोमोज यता चाहिँ बफ मोमो छ यता चाहिँ चिकन मोमो अनि बिचमा चाहिँ हाम्रो करेन्ट नुडल्स छ यहाँ चाहिँ हाम्रो कस्तो देखिएको छ हेर्नुहोस् गाइस ब्याक क्यामेरा हुँदैन त्यही भएर यस्तो देखाएँ अनि हामीसँग चाहिँ यहाँ वाटर पनि छ विथ लेमन अब चाहिँ हामी ढिलो नगरिकन भिडियो गर्न सुरु गरिहाल्छौँ कुसुम लेट्स इट हाम्रो चाहिँ अँधेरो भइसकेको छ त्यही भएर प्लिज डोन्ट माइन्ड द भिडियो क्वालिटी चेयर्स बेबी अचार हाल्ने नहाल्ने चाहिँ यति अचार चुहाइदिन्छु खाना मलाई भने यहाँबाट खाऊ ल अचार कस्तो खालको अचार हो झुकेर पनि लाइक नगर्न भुल्नु होला है लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला लाइक गरेपछि प्ले बटन आएपछि हजुरहरूलाई देखाइदिउँला हामी चाहिँ खास गरी दिउँसै गर्ने भनेको थिएँ तर कुसुम ढिलो आयो क्या आज त्यही भएर म टेक्वान्डो खेल्न जान्छु त्यही भएर स्कुलबाट ढिलो आएको तिमी स्कुलबाट होइन त्यही टेक्वान्डो खेल्न थिएँ दादा राति ल्याएको भएर खसाइदिनु भयो त्यही भएर दिनु भयो जति छ नि त्यत्तिकै खाइदिनु मसित मोमोज नै खाऊ मोमोज र यो करेन्ट यस्तो मिक्स गरेर खाऊ त मिठो हुन्छ अहिले चाहिँ हामीसँग रिङ लाइट छैन त्यही भएर हामी नेचुरल लाइटमै बसिरहेको छौँ भोलि पर्सि रिङ लाइट किनेको छु अनि राति भयो नि केही नि न माइक त थियो तर उता रुममा खाएँ माइक पनि लिन जाने झ्याउ लाग्यो त्यही भएर यत्तिकै मान्छेहरू मोमो भन्ने बित्तिकै लगभग किनेर खान्छन् मोमो सबैको फेभरेट हो नि त है जसैलाई मोमो मनपर्छ त्यसलाई लाइक गरिदिनु होला हामी गिफ्ट दिन्छ भयो एक प्लेट मोमो हजुरको घरको अगाडि हुन्छ मामी कमेन्टमा लेख्नुहोस् हजुरहरूको आवाज मिसो हुन्छ अनि हामी आउँछौँ एक प्लेट मोमो बोकेर हामी धेरै अमिर छौँ जसले लाइक नठोक्यो भने त्यसलाई चाहिँ पाप लागिन्छ आन्टीहरू नि आउनुभएको तर हामी एक्लै खाना लाग्छौँ लास्ट अँधेरो भयो म मम्मीको मोबाइल ल्याउँछु हाई गाइस हजुरले लाइक नगर्यो भने खानुहुन्छ चाहिँ एकदम बुझ्नु है म खतरनाक छु त्यत्तिको भयो त भइहाल्यो नि अघि नै यस्तो गर्नु पर्दो रहेछ मरु कुसुमको मरु छ क्या अलिकति त्यही भएर ल भन न त आज स्कुलमा के भयो तिम्रो कहानी सुनाउ त सुन्दै खाना मजा लाग्छ कि मलाई त एका देशमा एकजना मान्छे थियो अरे मान्छे होइन क्या आज तिमीले स्कुलमा के गर्यो कोले के भन्यो कोले के गर्यो मेरो साथीले कथा सुनायो हो त्यो कथा एका देशमा एउटा मान्छे बसिरहेको थियो
धरतीमा कोही थिएनन् उम्, उहाँ चाहिँ एक्लै हुनुहुन्थ्यो अरे उम्, त्यसपछि एउटा आलु मान्छे आयो अरे आलु दाई भन्ने मान्छे उम्, अनि एउटा प्याज दाई भन्ने मान्छे आयो अरे उम्, नाम चाहिँ हो तर असलीमा त थाहा थिएन अनि मेरो साथीले भनेको हजुरको च्यानल कति छ भने साथीले मैले भने झुटो बोलेँ मेरो च्यानल 238 छ भन्दै अनि किनकि मेरो बेइज्जती हुन्छ त्यही भएर मैले ल गाइजहरू अब 255 छ मेरो मेरो 500 बनाउनु पर्यो 5000 बनाउने त्यस्तो भयो होइन सुरुमा 500 बनाउने त्यसपछि हामी यस्तै यस्तै राम्रो राम्रो भिडियोजहरू ल्याउँदै गर्छौँ खान्छौँ हरेक विक हरेक फ्राइडे है इच फ्राइडे चाहिँ हामी केही न केहीको मुकबाङ गर्छौँ अनि हजुरहरूलाई देखाउँछौँ सो हजुरहरूले पनि हामीलाई सपोर्ट गर्नु पर्यो हामी चाहिँ भुगी के अरे काहीँ जाँदाखेरि हजुरहरू पनि देखाइदिउँला खाऊ न हामीले खासै धेरै खान सक्दैनौँ जम्मा 2 प्लेट मोमो र चाउचाउ हो है यसले नै हामीलाई त इनफ भइसक्यो आज भात खाँदैन भएर हामीले हामी चाहिँ रमाइलोको लागि मुकबाङ गरेको हो किनकि हाम्रो च्यानल अझै बढाउनको लागि अब हामी पनि कहिले कस्तो च्यानल हजुरहरूले 500 सब्सक्राइब गरिदिनु भयो भने हाम्रो च्यानलमा 500 सब्सक्राइबर भयो भने कुसुमकोले चाहिँ डान्स देखाउँछ एकचोटि चाहिँ अनि कुसुमको टेक्वान्डो स्किल देखाउँछ है कुसुमले टेक्वान्डो खेल्छ दामी अनि हजुरहरूलाई चाहिँ म जितेको आज दादा हारेको अनि हजुरहरूलाई चाहिँ टिप्स एन्ड ट्रिक्स दिन्छ कुसुमले कसरी आफूलाई सेल्फ डिफेन्स गर्ने भनेर है कसरी टाउकोमा पिट्यो भने के गर्नुपर्छ अरे यसरी छेक्नुपर्छ कसरी जाने होइन भने यतापट्टि दबाईले हिँड्नुहोस् होला हामी पनि आजकल बनाउँदै जान्छौँ भोलि चाहिँ टेक्वान्डो बनाउँछौँ है साथीहरू गाइजहरू हेलो गाइज हामीले झुकेर काहीँ दबाईले पनि त्यही भएर गऱ्यो अर्को वर्षमा नि फेरि बनाइदिउँला मलाई जस्तो गोलो वाला बाई 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 गाइस थ्याङ्क यू फर वाचिङ गाइज अनि सी यू इन द नेक्स्ट भिडियो हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अब हामी चाहिँ नेक्स्ट विक अर्को यस्तै राम्रो भिडियो लिएर आउँछौँ साथ सपोर्ट गरिदिनु होला बाई बाई योभन्दा नि राम्रो बनाउँछौँ हामीहरूले बाई बाई अर्को नेक्स्टमा जरुर हेर्नु है नत्र फेरि हजुरहरूको याददास्त चढी जान्छ